आज चाहिँ निकै लामो सङ्घर्षको साथ यो डाँडामा आइपुगियो। बाटो नघाटो दौडिन्छ लाटो भन्थे, त्यस्तै बाटो बेगर नै हामी जङ्गल हिँडेर आएको अवस्था। समयले पनि 5 बज्न आँटेको छ। त्यही भएर यो भ्यूहरू चाहिँ अलिकति अँधेरो देखेको छ। सङ्घर्ष निकै लामो भयो यो स्थानमा आइपुग्नुलाई। यो ठाउँ चाहिँ यस्तो रहेछ। यो ठाउँको दृश्य चाहिँ एक प्रकारको घुम्नेहरूलाई चाहिँ रमाइलो नै रहेछ। के कस्तो रहेछ भनेर 40 कटेपछि रमाउला साइली भन्थे, त्यही भएर लौ न त रमाऊ भन्ने हिसाब किताबले चाहिँ हामी यसरी हिँडेका छौँ र यो डाँडासम्म आउने सफल भयो। निकै धैर्यता र सङ्घर्ष चाहिँ छोटो समयमा पनि लामो गर्यो। यहाँ चाहिँ भिजिटको यात्रा। छोटो समयमा लामो सङ्घर्ष गरेर आइपुग्यो है गाइज हामी। र यो चाहिँ तल दृश्यहरू हो। ल अघि नै आइपुग्नु भयो तपाईहरू, मेरो नन्द बहिनी एन्ड मेरो बहिनी। यो 40 कटेपछि रमाउला साइली भनेकै गीतलाई फलो गरेर आएको म चाहिँ, र पनि सफल त भयो। ल है गाइज, र राम्रो भ्यू पनि देखिँदो रहेछ। ल यस्तो छ है गाइज। यो भ्यू चाहिँ के डाँडा रे कान्छी? यो मार्बल डाँडा। वाउ दामी। फोटो खिच्ने मान्छे नि छैन है हाम्रो चाहिँ। उनीहरू चाहिँ फोटो पालै पिला फोटो खिच्दै बस्दै रहेछन्। ल है गाइज, आइपुग्यो अब अहिलेलाई आजको यो मार्बल डाँडाको भ्लग चाहिँ यति नै। फेरि एकछिनपछि समय मिल्यो भने गर्नेछु। पानी नुम्मे नमस्कार।